फागुन 21 गतेको निर्वाचनको लागि यो घण्टी बजाउँदैछु है। राष्ट्रिय स्वतन्त्र पार्टीलाई धन्यवाद पनि दिएका छौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूले हामीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी मार्फत सन्देश पनि दिनुभएको छ कि सरकारले अहिले निर्वाचनको तयारी जे जसरी गरिरहेको छ यसको म उच्च प्रशंसा गर्छु भनेर चाहिँ नि सभापति रवि लामिछानेले भन्नुभएको छ। हामीले आज राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आएर प्रस्ताव गरिएको फागुन 21 को निर्वाचनको सन्दर्भमा एकदमै महत्त्वपूर्ण छलफल गर्यौं। यहाँहरूलाई जानकारी नै छ, जेनजी जनआन्दोलनको जगमा बनेको यो सरकारले प्राप्त गरेको तीनवटा महत्त्वपूर्ण म्यान्डेटहरू, एउटा फागुन 21 मा हामीले जसरी पनि चुनाव गर्नु छ, अर्को सुशासन कायम गर्दै सरकार अगाडि बढ्नुपर्ने अवस्था छ र साथमा भ्रष्टाचार नियन्त्रणको लागि सरकारको तर्फबाट आफ्नो तर्फबाट कदमहरू चाल्नु परिरहेको अवस्था छ। यसमध्येमा एउटा महत्त्वपूर्ण म्यान्डेट फागुन 21 को निर्वाचनको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आएर हामीले आज महत्त्वपूर्ण र गहन छलफल गरेका छौं र हामीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई धन्यवाद पनि दिएका छौं कि यो निर्वाचनको मिति तोकिए लगत्तै पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा जानुपर्छ र राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचनमा जान्छ भन्ने स्पष्ट सन्देश राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको थियो र त्यही सन्देशमा अडिग रहँदै अहिलेसम्म पनि राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचनको बाटोमा अगाडि बढिरहेकोमा हामीले धन्यवाद भनेका छौं। साथमा यहाँहरूलाई जानकारी गराउँ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूले हामीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी मार्फत सन्देश पनि दिनुभएको छ कि सरकारले अहिले निर्वाचनको तयारी जे जसरी गरिरहेको छ यसको म उच्च प्रशंसा गर्छु भनेर चाहिँ नि सभापति रवि लामिछानेले भन्नुभएको छ र त्यही कुरालाई राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीहरूले दोहोर्याउनु भएको छ र सरकारले गरिरहेको कामको उहाँहरूले पनि प्रशंसा गर्नुभएको छ। यसको लागि म सभापति रवि लामिछाने साथमा सम्पूर्ण पदाधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरूलाई म धन्यवाद भन्न चाहन्छु। र यो बीचमा हामीले एउटा के नयाँ अभ्यास चाहिँ सुरु गरेका छौं भने सरकार भनेको सिंहदरबारमा मात्रै रहनुपर्छ भन्ने होइन र चुनावको सन्दर्भमा पनि उहाँहरूलाई हामीले यो 2 महिना 2.5 महिनाको बीचमा पटक पटक हामीले बोलाएका छौं। सर्वपक्षीय सर्वदलीय मुख्य राजनीतिक दलहरूको बीचमा र स्वयं राष्ट्रिय स्वतन्त्र पार्टीको नेताहरूको बीचमा पनि हामीले द्विपक्षीय र बहुपक्षीय छलफलहरू हामीले पटक पटक गर्यौं। तर यसपटक हामीले के चाह्यौं भनेदेखि निर्वाचनको वातावरण बनाउनको लागि हामी पनि स्वयं मुख्य राजनीतिक दलहरूकोमा जानुपर्छ भनेर हामीले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, त्यस्तै गरेर राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टी लगायतका मुख्य राजनीतिक दलहरूको कार्यालयमा गएर निर्वाचनको वातावरण बनाउन हामीले चाहिँ कोसिस गरेका छौं र हामीलाई के विश्वास भएको छ भने यसरी राजनीतिक दलहरूको कार्यालयमा जाँदाखेरि अहिले निर्वाचनको वातावरण बनेको छ र उहाँहरूसँगको भेटघाटले हामी उत्साही भएका छौं र सरकारलाई अझै बढी पहल पुगेको महसुस गरेका छौं र मैले यहाँहरूलाई भन्दै आएको छु, अब मुलुक निर्वाचनको महोत्सवमा, निर्वाचनको महायज्ञमा अगाडि बढिसकेको छ, होमिएको छ। अब फागुन 21 गते निर्वाचन हुन्छ र यो सन्देश यहाँहरूले पनि सर्वत्र दिनको लागि म अनुरोध गर्दछु।